नमस्कार, गुड मर्निङ साथीहरू। सबैजना सन्चै आराम हुनुहुन्छ। हामी चाहिँ सुर्खेतबाट हामी डोल्पा जाँदैछौँ साथीहरू, र हामी यो बाइकमा चाहिँ जान लागेका छौँ। हामी तयारी भइसकेका छौँ र यसै गरी हाम्रो श्रीमतीजी हुनुहुन्छ त्यहाँ। अनि अब हामी हिँड्न लागेका छौँ साथीहरू, भिडियोमा चाहिँ रहनु होला। र हामी यो सुर्खेतको वीरेन्द्रनगर नेवारे बाटो साथीहरू हामी चाहिँ हिँड्दैछौँ। हामी डोल्पासम्मको यात्रा छ र विशेष गरी तपाईँहरूको बिचमा चाहिँ हामीले चाहिँ डोल्पामा जाँदै गर्दा है यो कुन कुन बाटो हामी जाँदैछौँ र डोल्पाको बाटो कस्तो छ भन्ने विषयमा चाहिँ म यो भिडियोबाट तपाईँहरूलाई बताउन चाहन्छु। अनि भिडियोमा चाहिँ रहनु होला भन्न चाहन्छु। अहिले चाहिँ हामी यो यो राजदल पेट्रोल हाल्न जान लागेको छौँ बाइकमा। हामी चाहिँ डोल्पा जानुको निम्ति चाहिँ हामी 4 जना चाहिँ जाने भयो साथीहरू है। एकदमै खुसीको कुरा। हामी चाहिँ साथीहरूसँग बाइकको ट्याङ्की चाहिँ साथीहरू हामी चाहिँ पेट्रोल हालेर हामी अगाडि हिँड्दैछौँ साथीहरू। अब अरू चाहिँ वहाँ पर सुकुना है, सुकुना चाहिँ कुरिरहनु भएको छ अरू चाहिँ साथीहरू। र हामी अहिले पेट्रोल हालिकन अब हामी हिँड्दैछौँ बाटोमा। दुईजनाहरू अनि हामी 4 जना जाँदैछौँ। यो चाहिँ धुलापीठ, सुर्खेत वीरेन्द्रनगरको धुलापीठ हो। एकदम फेमस ठाउँ छ साथीहरू। यो चाहिँ एउटा के भने यो एरिया चौकस एरिया छ। यसरी तपाईँहरू यो बाटो हुँदै जानुभयो भने यो लेकफेसी कर्णाली प्रदेशको लेकबेसी है, यताबाट जाँदै गर्दा तपाईँको एकदमै नजिक पर्छ हजुरलाई। यहाँ जस्तै मेलकुना, बोटेचौर, सल्ली बजार जानलाई, जाजरकोट जानलाई यो बाटो सर्टकट छ भने यो बाटो चाहिँ अब हजुरको छिन्चु है, यो बाटो चाहिँ छिन्चु हुँदै जान्छ। त्यस कारण हामी यो बाटो सर्टकट, यो बाटो चाहिँ बन्दैछ अहिले, एकदम राम्रो बनाउँदैछ बाटो। त्यहाँ हामी सर्टकट जाँदैछौँ। साथीहरू चाहिँ फाइनली हाम्रो बिचमा आइसक्नु भएको छ र उहाँले एकदम ढिलो गर्नुभयो, तर पनि हामी खुसी छौँ किनकि हामी लङ टुर गर्दैछौँ। अब डोल्पासम्म हामी जानलाई यो बाटो हुँदै सबैको पारेर हामी जाँदैछौँ। कमेन्ट गर्नु होला मलाई कहाँबाट हेर्दै हुनुहुन्छ। तपाईँहरूको माझमा चाहिँ म यो राम्रो भिडियो ल्याउने एकदमै ठुलो प्रयास गरिरहेको छु साथीहरू। स्टार्टिङ छ फेज होइन, पहिलाको युट्युब च्यानल खोल्यो धेरै चाहिँ अलिक चलाउनु पाएन, समय नभएको कारणले गर्दाखेरि कन्टेन्टहरू हेर्न पाइएन। यो भिडियोबाट अब हजुर बिस्तारै चाहिँ अब कन्टेन्ट ल्याउँदै माझमा चाहिँ कतिसम्म दिन सकिन्छ है, त्यस्तै चाहिँ तपाईँहरूको अब साथ सपोर्टले नै अब यो भिडियोहरू कन्टेन्टहरू चाहिँ ल्याउने साथीहरू। मैले यो भिडियो मार्फत हजुरहरूले चाहिँ मलाई साथ सपोर्ट गर्नुहुन्छ भन्ने म आशा गरेको छु साथीहरू। यो भुचोकबाट चाहिँ अब यहाँ हेर्नु सक्नुहुन्छ बाटोहरू चाहिँ अब गराबिल गरिरहेछ। अब यहाँबाट हिँड्नलाई चाहिँ ठिकै छ बाटो लगभग। अब बाटो चाहिँ जे होस् अब यो भोत्कालाई आज भोलि अब पिच हुन्छ होला साथीहरू है। एउटा भुचोक नै पर्छ साथीहरू है, यो पनि पिचोक हो। अब यहाँ जस अहिलेको यो हाम्रो कर्णाली प्रदेशका नेताहरूले चाहिँ अलिकति जस बाटो चाहिँ विकसित गर्दै हुनुहुन्छ। अब एउटा छुट्टाएको कारणले यो चाहिँ भुचोक भनौँ न है, भुचोकको यो पुल आयो। पनि गइसकेको छ पिच गर्न, पिच भइसकेको रहेछ। अब
एकदम राम्रो छ साथीहरु है। एकदमै खुसी लाग्छ यो बाटो देखेर खालि। एकदमै सर्टकट हामीलाई डोल्पा जानको निम्ति एकदमै डोल्पा जाजरकोट जानको निम्ति चाहिँ एकदमै सर्टकट र छोटो बाटो है साथीहरु चाहिँ। अहिले यो एकैछिनमा पर्छ यो बाटो चाहिँ। घुमेको थियो है पहिला बाटो, अनि यो बाटोलाई चाहिँ गरेर अहिले चाहिँ त्यो सर्टकट कट गरेर यसरी यो बिचको एरियालाई कट गरेर चाहिँ यो चाहिँ अहिले यो एकदमै हजुर हेर्न सक्नुहुन्छ माथितिर एकदमै बिचबाट काटेर चाहिँ बाटोलाई चाहिँ एकदमै सर्टकट बनाइएको छ। सिंगारको र लामीडाँडाको नजिक हामी आइसकेका छौँ साथीहरु र यसै गरी यहाँ चाहिँ अहिले यो बाटो पिच भइसकेको छ, एकदमै राम्रो भइसकेको छ बाटो चाहिँ अहिले। हामी चाहिँ यो सिंगार बजार हामी आइपुगेका छौँ। यो चाहिँ एरिया हो, यहाँबाट हामी यो बाटो हुँदै पुल तरेर हामी यो बाटो हुँदै हामी जान्छौँ सिंगार बजार। यो गङ्गटे पनि भन्छ साथीहरु यसलाई चाहिँ, यो सिंगार पनि भन्छ है। अनि एकदमै राम्रो छ यो ठाउँ चाहिँ। यहाँ ग्यारेजहरू पनि छ बाइकहरू बनाउनुको निम्ति। यहाँ चाहिँ कार्यक्रम रहेछ साथीहरु आज चाहिँ। हजुर कहाँबाट भन्दाखेरि लम्बेबाट भित्र छिरेर दाङ, अनि दाङबाट हजुरको घोराइ हुँदै हजुरको तुलसीपुर हुँदै भित्र आउनुभयो भने कालीमाटी हुँदै है, कालीमाटी हुँदै तपाईँहरू आउनुभयो भने चाहिँ यो बाटो चाहिँ एकदमै हजुरलाई सर्टकट पर्छ। र साथीहरु फेरि पनि हामी यो लेखर्सा भन्ने ठाउँमा आइपुगेका छौँ साथीहरु। यो चाहिँ अहिले लेखर्सामा हामी आइपुगेका छौँ। यहाँ चाहिँ हामी कति घन्टामा आइपुग्यौँ भन्दाखेरि चाहिँ 11:30 भयो साथीहरु। अहिले लगभग हामी आधी घन्टामा यहाँ पुगेका छौँ साथीहरु है। साथीहरु हामी चाहिँ मेलकुनामा हामी छौँ साथीहरु अहिले चाहिँ। हजुरहरूले पाल्दै देख्न सक्नुहुन्छ यो चाहिँ मेलकुना बजार हो। सुर्खेत वीरेन्द्रनगरको चाहिँ सबैभन्दा ठुलो मेला लाग्ने ठाउँ है यो। एकदमै ठुलो मेला लाग्ने ठाउँ यो चाहिँ सुर्खेत वीरेन्द्रनगर। हजुरहरूले सक्नुहुन्छ बाटोटी जो छ बजार देखिन्छ देख्नुभएको छ। यो चाहिँ मेलकुना बजार हो। जसरी तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ मेलकुना बजार हो। यो चाहिँ तपाईँहरू चाहिँ उता छिन्चु भएर जस्तै तपाईँ नेपालगञ्ज फुलपुर भएर आउनुभयो भने उताबाट राइट साइडबाट आउनुभयो भने चाहिँ हजुर चाहिँ यो पाल्तेपट्टि पर्नुहुन्छ भनेपछि तपाईँ यता माथिल्लो बाटो जस्तै भेराबारी भएर त्यसरी गरेर तपाईँ सिँगाड भएर आउनुभयो भने माथिल्लोपट्टि बाटोमा आउनुहुन्छ है। त्यस कारणले अब म के भन्न चाहन्छु भन्दाखेरि अब तपाईँहरूलाई जस्तो अब मेलकुना बजार घुम्नु मन छ भने पनि तपाईँहरू आएर घुम्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ है। यो बाटो अहिले चाहिँ राम्रो भएको कारणले बाटोतिर हामी हिँडिरहेका छौँ साथीहरु र धेरै जसो यो बाटोहरू यो मान्छेहरू चाहिँ हिँड्दै गर्छन् यो बाटो के भन्न चाहन्छु।
ल साथीहरु हामी चाहिँ यो भेराबारी भन्ने ठाउँमा आइपुगेका छौँ साथीहरु। हजुर यो पालतिरबाट अहिले हामी आएको बाटो भयो भनेपछि यो बाटो चाहिँ मेलकुनातिर जाने बाटो हो यो। हजुर आउन सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ। यो बाटो हुँदै हामी अब बोटेश्वर जाँदैछौँ साथीहरु है त। ल फाइनली साथीहरु हामी चाहिँ यो बोटेश्वरमा आइपुगेका छौँ साथीहरु। अहिले चाहिँ हामी यो तलको बाटो देखिरहनु छ। हजुर यो जसरी यो गाडी आयो, यो गाडी गइरहेको छ, त्यो बाटो हुँदै हामी चाहिँ आएको साथी। यो बाटो सिधै हजुरको मात्र जाने भने हामी चाहिँ जाजरकोट सल्ली बजार जाजरकोट हुँदै डोल्पा जाने बाटो हो यो चाहिँ। त्यसै गरी हामी यो माथिको बाटो हेर्छौँ भने यो माथिभित्र छिरेको बाटो चाहिँ अटोहरू चाहिँ लाइन लागेर यो बाटो हुँदै हामी जाने भने हामी चाहिँ माथि यो दाङ जाने बाटो है, दाङ घराइ लम्बाइ निस्किने बाटो हो साथीहरु चाहिँ। हजुर चाहिँ हामी यो ठाउँमा आइसकेपछि अब नास्ता खाने भन्ने कुरा छ। यहाँ नास्ता खान लाग्छ साथीहरु हामी है। अब हजुरहरू पनि यस ठाउँमा भिजिट गर्न सक्नुहुन्छ है। ल साथीहरु हामी चाहिँ चाउमिन खान लाग्नुभयो। हामी चाउमिन खाएर हामी कन्टिन्यू जान्छौँ साथीहरु है। साथीहरु हामी चाहिँ होटलबाट नास्ता खाएर हामी बोटेश्वरबाट हामी हिँड्दैछौँ साथीहरु। अब हामी जाजरकोट आधै भन्ने ठाउँसम्म जान्छौँ साथी आज हामी है। चाउमिन खाए साथीहरु यार अलिकति त्यति राम्रो चाहिँ लागेन साथीहरु अब है, पिरो रहेछ। अरू ठिकै छ, अब ठिकै भन्नु पऱ्यो। अब के यस्तै त जाँदै अब सबै राम्रो खाए जस्तो जस्तो हुँदैन है, मारेर खानुपर्ने भयो क्या। साथीहरु म चाहिँ भिडियोहरू बनाउँदैछु, हजुरहरू चाहिँ बिचमा मेरो भिडियो चाहिँ स्किप गर्नु नहेर्नु होला, स्किप गरेर चाहिँ नहेर्नु होला, त्यो कन्टिन्यू चाहिँ हेरिदिनु होला भन्ने म आशा गर्छु है। हुन्छ, धन्यवाद। ल साथीहरु हामी चाहिँ अब सल्ली बजार लगभग पुग्न लागेको साथीहरु। लगभग 2 मिनेटमा हामी सल्ली बजार पुगिहाल्छौँ। सल्ली बजार एउटा चाहिँ सल्यानको प्रख्यात ठाउँ पनि हो भन्ने साथीहरु। यो चाहिँ अलिकति सल्ली बजार प्रवेश भयो साथीहरु। यो चाहिँ सल्ली बजार यहाँबाट सुरु गर्छ साथीहरु।
त्यो साथीहरू हामी चाहिँ यो सलियोजा आइपुगेका छौँ अहिले है साथीहरू। अनि यो पनि एउटा सल्यान जिल्लाको फेमस ठाउँ हो साथीहरू चाहिँ। अब यो भेरीदेखि पाल्तिर जो देखिरहेको छ भेरी हो, त्यो भेरीदेखि पाल्तिर उता सुर्खेत जिल्ला लाग्यो साथीहरू। यो चाहिँ भेरीदेखि यतातिर यो चाहिँ सल्यान जिल्ला लाग्यो। सो सल्यान जिल्लामा पर्छ साथीभाइ। यो चाहिँ एउटा रमणीय ठाउँ। कुपिनो द पनि हजुरले यो ठाउँमा भेटाउनुहुन्छ। सल्यान जिल्लामा कुपिनो द पर्छ साथीहरू। अनि हामी जाजपुर हुँदै अब डोल्पातिर लाग्दैछौँ साथीहरू। हामी एक बजेतिर हामी अहिले यो मटेलाबाट अब हामी सिधा तल सर्टकट हामी जान्छौँ। सिधै गयो भने हामी जाजरकोट खलङ्गा जान्छौँ भनेपछि हामी जाजरकोट नभएर हामी यो जिप छ देखिएको यो जिपबाट हामी तल झर्नेछौँ साथीहरू। यहाँबाट झर्दाखेरि चाहिँ सर्टकट हामीलाई पर्नेछ। यो बाटो हुँदै साथीहरू हामी चाहिँ तल रिम्ना हामी जानेछौँ साथीहरू सर्टकट बाटो। यो बाटो चाहिँ हजुरको यो पुल क्रस गरेपछि हाम्रो चाहिँ रुकुम चौरचारी रुकुम चौरचारीमा हाम्रो यहाँ समावेश हुन्छ साथीहरू। यो बाटो हुँदै झुलेको पुल तरेर साथीहरू हामी जाँदैछौँ।
साथीहरु हामी चाहिँ यता रुकुममा हामी प्रवेश भइसकेको छ साथीहरु। रुकुमबाट हामी यता जाने त्यो अन्तत साथीहरु हामी चाहिँ अहिले जाजरकोटको सिमानामा भित्र हामी यहाँ पसिसकेका छौं र हामी जाजरकोटदेखि हामी यता पाल्तेरपट्टि आएर हामी यो रुकुम चोरजारीमा हामी आएका छौं र रुकुमको चोरजारी जो हजुरलाई अघि मैले भिडियो देखाएको थिएँ त्यो ठाउँ जानको निम्ति चाहिँ यो बाटो हुँदै हजुर जानुभयो भने चाहिँ सिधै रुकुम चोरजारी तपाईहरु पुग्नुहुन्छ भने यो बाटो हजुर जानुहुन्छ भने यो चाहिँ हजुरको रिम्ना अनि हुँदै जाजरकोट कालीमाटी हुँदै माथि राँडी हुँदै डोल्पा जान सक्नुहुन्छ यो बाटो चाहिँ र यसै गरी हामी यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले यो चाहिँ जाजरकोट सदरमुकाम यहाँनिर छ साथीहरु। अलिकति यो हुस्सु लागेको कारणले गर्दाखेरि पानी परेको कारणले हुस्सु लागेको कारणले अलिकति राम्रोसँग देखिएको छैन तर हल्का देखिरहेको छ साथीहरु। अनि यही हो। अनि यहाँबाट पाल्तेरपट्टिबाट पनि बाटो छ साथीहरु र हामी चाहिँ यो सर्टकट हुन्छ भनेर यो बाटो एकदम राम्रो छ त्यही भएर यो बाटो हुँदै हामी चाहिँ रिम्नासम्म हामी चाहिँ यही बाटो हुँदै हामी जानेछौँ र त्यहाँ रिम्नाबाट अनि हामी फेरि पारी भेरी तरेर अनि हामी माथि कालीमाटी हुँदै हामी राँडी पुग्नेछौँ साथीहरु। आज हाम्रो भ्लग चाहिँ हाम्रो राँडीसम्म हुनेछ र त्यहाँ भिडियो के छ त्यो सबै तपाईलाई देखाउनेछु। हस् त धन्यवाद।
साथीहरु हामी चाहिँ रुम्नाबाट हामी हिँड्दैछौँ अब हामी यो पुल हो रुम्नाको हामी पुल गरेर पारिपट्टि हामी जाँदैछौँ यो पारिपट्टि चाहिँ रुकुम देख्नु भएको छ पुल तल पारि जानुभयो भने खालीमाटी आयो साथीहरु यो पुल नगएर हामी एउटा माथि डोल्पातिर जाने बाटो यो साइडतिर साथीहरु हामी चाहिँ यो डोल्पातिर जाने बाटो जस कारण हामी रुकुमको माथि राटेभन ठाउँमा हामी आज बस्नेछौँ साथीहरु है त्यसको लागि चाहिँ अब हामी कति बजे पुग्छौँ अब हामी अहिले चाहिँ कति बजे अहिले 5 बजे साथीहरु अब हामी आधी घन्टा अथवा 1 घन्टामा हामी चाहिँ राटे पुग्छौँ साथीहरु हाम्रो त्यहाँ बस हुन्छ होला साथीहरु आज है र साथीहरु फाइनली हामी चाहिँ रुकुमको यो राटेभन ठाउँमा हामी आइपुगेका छौँ र हामी यस ठाउँमा हामी भर्खरै हामी पुग्यौँ हामी चाहिँ पुगेर हामी चाहिँ अहिले नुहाइधुवाइ गरेर हामी फ्रेस भएर अहिले हामी चाहिँ यसो घुम्न जान लाग्यो र यहाँ पानी चाहिँ हल्का हल्का पऱ्यो साथीहरु हामी आउँदै गर्दाखेरि हजुर हेर्न सक्नुहुन्छ यहाँ पानी परेर डाँडा छ साथीहरु ल अब यो चाहिँ विशेष गरी चाहिँ के छ भन्दाखेरि चाहिँ यो भिडियो चाहिँ म यति नै राख्नेछु साथीहरु अहिले चाहिँ म पार्ट 1 मा सेयर गर्दैछु हजुरहरुलाई र भिडियो चाहिँ हेरेर मन पराइदिनु भएमा लाइक सब्स्क्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला हस् त धन्यवाद।